वेलकम गाइस, आज चाहिँ हामी नयाँ ब्लगको साथमा आज चाहिँ हामी पुलमा जाँदैछौँ र हामी केटाहरू भएर हिँड्दैछौँ अनि हामीले अब चाहिँ पुलमा गएर भेट हुनेछौँ। यहाँ एक जमाना हामीले कति खोइनु लै थियौँ, एक बोरा हैन एकदम एक जमाना हामीले चाहिँ यहाँबाट खोइनु लैजाने थियौँ पहिला हामी चाहिँ पानी सानी लिएर हिँड्न लागेका छौँ अनि हामीले रमाइलो गर्नेछौँ। बसेको यार राति भयो मेरो खरे पहिला हाम्रो जीवन। हेलो गाइस, और के हो सुन्नु यो तो जाली नआउँदैन न यत्रै रुइछ यार अर्को त्यहाँ त्यो झोला बोकेको माथि लागेको गाइस अब चाहिँ हामी पुलमा आइसकेका छौँ। अब चाहिँ हामीले रमाइलो गर्नेछौँ। यहाँबाट देख्न सक्नुहुन्छ पुल। अब चाहिँ हामी फाइनल वहाँ गएर चाहिँ भिडियो बनाउने छौँ पुलमा गएर चाहिँ। फाइनल्ली अब चाहिँ हामी पुलमा आइसकेका छौँ। अब चाहिँ हामी पुलको वार पार गरेर भिडियो बनाउने छौँ। यहाँ चाहिँ हाम्रो भाइहरूले र बहिनीहरूले रमाइलो गरिरहेछन्। यहाँ चाहिँ हाम्रो अब अर्घ यहाँ चाहिँ माथि देख्न सकिन्छ अनि हामी चाहिँ अब पुल चाहिँ लामो छ, अलिक टाइम लाग्नेछ। अनि अब चाहिँ मेरो भिडियोमा चाहिँ लाइक कमेन्ट गर्नु होला र सब्सक्राइब गर्नु होला। हाम्रो भिडियोमा चाहिँ अब भ्लगहरू आउनेछन् लगातार। यहाँ शीतल हुन्छ गाइस। आज चाहिँ हामीले यहाँ पुलमा आइसकेका छौँ। पुलमा आएर चाहिँ हामीले यहाँबाट 5 रुपियाँ फाल्नेछौँ। यो भिडियोमा चाहिँ बढी लाइक कमेन्ट आयो भने मैले चाहिँ यहाँ आएर 50 रुपियाँ फाल्नेछु। अब चाहिँ हामीले भिडियो सुरु गर्न गइरहेका छौँ। सुरु गाइस, अब चाहिँ हामीले पैसा फाल्न सुरु गरिरहेका छौँ र यो भिडियोमा चाहिँ पुरा भिडियो भ्यू गरिदिनु होला र यो पैसा चाहिँ कतासम्म पुग्नेछ हामीले देखाउनेछौँ। ल गाइस सुरु 1 2 3 5 रुपियाँ चाहिँ है। नकरा न यार ए वहाँ रहेछ यार। अब चाहिँ हामीले गीत गाउन गइरहेका छौँ गाइस। गइरहेका छौँ। अब गाउन के गीत गाउने हो? ल के गीत गाउने हो के? तिम्रो याद आलीको हिमाल भन्दा नि झलीको तिम्रो याद हिमाल भन्दा नि सँगसँगै जिउला नि जोबन दिउला नि जोबन दिउला नि जोबन दिउला नि झलीको तिम्रो याद अलीको हिमाल भन्दा नि बाला जोबन खेलेर गयो पैसा जोबन सानुलाई भइगयो। हामी नास्ता खान गइरहेका छौँ। अब चाहिँ यो चाहिँ भन्छन् यसलाई हाम्रो गाउँतिर
के अरे यसलाई चौतारी भन्छन्। अनि तपाईँको गाउँतिर के भन्छन् भन्नु होला, कमेन्ट गर्नु होला। र गाइस अब चाहिँ हामी घर जाँदैछौँ र हाम्रो अब नाचगान भइसक्यो र अब फोटोसोटो अनि हामीले खिचिसक्यौँ। रमाइलो भएको छ भिडियो अन्त्यसम्म हेर्नुभएको सबैजनालाई धन्यवाद। अब चाहिँ हामी घर जाँदैछौँ, एकैछिन टाइम लाग्छ, अब धौनी भएको छ।